छोड त तेरो बाँचेर के काम छैन त जस्तो बेरोजगार मासाला बुढीको कमाइमा घर बसी खाना बनाउनु परेछ साला त्यही पनि काम टाइममा गर्दैन पिछा छोड मेरो मर त वाक्क भइसकेछु म तँलाई देखेर जा अब मेरो मुख नहेर साँझको लागि के खान्छ भन्ने साँझको लागि तेरो हड्डी तेरो मासु त्यही पका जा सरी मलाई तेरो मुख नदेखाइ मलाई तेरो मुख हेर्नु छैन त जा भन्दा छु मैले साला दिमाग खराब बनाएर राखेछ घरमा आयो यो खातेले गर्दा टेन्सन अफिसमा गयो अफिसमा टेन्सन टाइम पनि धेरै भइसकेछ अब चाहिँ सुत्नु पर्यो फेरि बिहान अफिस जान ढिला हुन्छ फेरि माथि आइहाल्ने सुत त्यत्रो गाली खुवाएर त्यत्रो गरेर दिउँसो बसेन बिर्स्यो भन्ने सोच्यो होला साला खाते बेरोजगारी तल सुत आफ्नो ठाउँमा सँगसँगै आउने सुत मासालाई बेरोजगारी मेरो दाजु गरेर हुन्छ म अफिस जाने मान्छेको यहाँ पूर्व कमाएर ल्याउनु छैन त्यही पनि आउँदै मेरो सँगसँगै दाजु राख्छ यहाँ सुत ल साला खाते मान्छेलाई कमाएर ल्याउनु कति गाह्रो हुन्छ त्यही पनि टाइममा खाना पकाएर घिचाउन नसक्ने साला यत्रो भन्दा पनि लाज शरम छैन अलिकति घिन छैन गएर 1-2 पैसा कमाउनु नि 100 रुपियाँ कमाउनु नि कमाएर ल्याएको साला घरमा ल्याएको रासन पानी पनि ठिक समयमा पकाएर खुवाउन नसक्ने साला खाते साला त जस्तो बेरोजगारी त बचेको भन्दा मरेको राम्रो छ के बरु एक छाप खाना त बच्छ नि मेरो चामल त बच्छ नि खानाको काल भन्नु कति धेरै टाइम भइसक्यो धेरै सुतेछु आज खाना लगाएर हे भगवान् 9:30 बजेको अहिलेसम्म सुतेछ कि यो मान्छे म त उठेर खानासाना बनाएला भनेको त तेरिका दिमाग खराब उठ्ने होइन कस्तो काम नसुनेर सुतेको कुम्भ गर्न जस्तो गरेर